यस्तो आउट पनि देख्न सक्नुहुनेछ फलामले फेरि सरापे भन्दा राम्रो हुन्न नि साथीहरु यस्तो दामी सिन छ कि साथीहरु हामी चाहिँ अहिले यहाँ खाजा खाँदैछौँ सेवा नमस्ते साथीहरु वेलकम ब्याक टु माई युट्युब च्यानल मिस्टर एसएचआर भ्लग र आज चाहिँ हामी चाकोबेच जाँदैछौँ किनभने चाकोबेचमा चाहिँ मेरो प्रिय साथी मेरो प्रिय भाइ अश्विन बस्नेतले चाहिँ नेपाली मार्केट खोल्नु भएको छ र उहाँले चाहिँ अस्ति ओपनिङको बेला हामीलाई बोलाउनु भएको थियो ओपनिङ चाहिँ गएको 29 तारिकमा थियो र हामी ओपनिङमा चाहिँ जान सकिएन किनभने हाम्रो ब्याडमिन्टन गेम भएको थियो त्यस दिन चाहिँ त्यो दिन जान नसकेको कारणले आज चाहिँ हामी उहाँको मार्केटमा घुम्न जाँदैछौँ भिडियो अन्तिमसम्म हेर्नु होला नजाउँ र साथीहरु फाइनली हाम्रो गाडी चाहिँ आइसकेको छ के हो सेरे किन ढिलो भिडियो भकै त हामी त हेलो गाइस हामी सर है अब घुम्न अब हामी चाहिँ साथीहरु चाकोबेचसम्मको यात्रामा लाग्यो के गर्नु गाडी चाहिँ अब चाहिँ हामी 10-12 किलोमिटर जाँदैछौँ र हामी गएर एकछिन सपिङ गरेर मार्केट भिजिट गरेर फर्किहाल्नेछौँ साथीहरु आजको मौसम चाहिँ घाम पनि लागेको छैन र पानी पनि परेको छैन धेरै राम्रो मौसम छ आज साथीहरु हरियो परियो पुरै रुख बिरुवाहरू पुरै मौलाएर हरियो छ रमाइलो छ हेर्नु साथीहरु तपाईहरु भिडियोमा देख्न सक्नुहुन्छ वा क्या दामी सिन देखे के टिकट गरेको दामी रहेछ नि यतातिर साथीहरु अहिले यस्तो फुलको बीचबाट लैजान्छु है राम्रो रहेछ एउटा भिडियो गराउनु यस्तो दामी फुल फुल्या उ यहाँनिर मेरो भिडियो गराइदिनु पर्छ त्यसमा बजे मेरो मोबाइलले तिम्रो किन भिडियो गर्ने गराइदिनु चार्ज लाग्छ छोरा सिधा हैन दामी भिडियो भएछ घुम्नलाई फेरि मार्केट त त्यही त यहाँ फेरि त्यस्तो उहरू छैन क्या जस्तो लाग्यो क्या किनमेल गर्न फेरि यताको मान्छे उता गएर पुरा ग्राउन्डबाट आयो हैन यसलाई सर्लकै एक राउन्ड हानेर उतातिर यता पार्किङ अस्ति ठुलो पार्किङ छ रे यी यता पछाडि छ क्या त्यहाँ यहाँ यो त फेरि हो नि होइन 3 बजेपछि फेरि हो क्या 3 बजे ल साथीहरु हामी चाहिँ गन्तव्यमा आइपुगिसकेका छौँ ल दया प्रेस्टमा हाम्रो अश्विन भाइको यहाँ तपाईँहरू देख्न सक्नुहुनेछ नेपालको झन्डा इन्डियाको झन्डा बङ्गलादेशको झन्डा पाकिस्तानको झन्डा र फिलिपिन्सको झन्डा हामी चाहिँ प्रवेश गर्नेछौँ ओ भाइ के छ आराम बल्ल लाग्यो हैन बल्ल बल्ल आयो अस्ति आउने भनेको फेरि हाम्रो गेम थियो के गेम पनि खेल्नु 6 महिनासम्म चाहिँ राख्नुपर्छ होइन 6 महिनासम्म चाहिँ वर्ष दिन हो ए बियरहरू पनि हो राख्न पाइन्छ बियर पनि सबै भयो के पसल राखेपछि भइहाल्यो नि
स्पेस त ठुलो रहेछ नि है स्पेस त ठुलो रहेछ नि अनि कस्तो भइरहेछ ठिकै छ है होइन होइन हाल्नु न के हुन्छ र ब्लगमा हेरेर आउने साथीहरू वाइ वाइ धेरै आइसकेको छ वाइ वाइ करेन्ट यता यसको नाम के भयो न्युट्रेला के भन्छ सोयाबिन मस्यौरा दालहरू छ यहाँ चना मटर एकचोटि सरसर देखाइदिउँ ल यता लाइफ बोय साबुन पनि रहेछ डिटोल साबुन भेस्लिन तपाईँहरू चाको भेजमा हुनुहुन्छ भने त अवश्य नै आइहाल्नुहुन्छ र चाको भेजभन्दा बाहिर हुनुहुन्छ भने पनि यहाँ सम्पर्क गर्नुहुनेछ तपाईँहरूलाई होम डेलिभरीको पनि व्यवस्था छ नेपाली मार्केटलाई माया गर्नु होला टोक्ला चिया पनि रहेछ हेर्नुहोस् है साथीहरू यदि तपाईँहरू कुकर चाहिन्छ भने पनि यहाँ कुकरको पनि व्यवस्था गरिएको छ तपाईँहरू आउन सक्नुहुन्छ ल यहाँ थुक्पा पनि रहेछ ल यहाँ हाम्रो साथीहरूले चाहिँ धमाधम सामान किन्दै हुनुहुन्छ मैले पनि किनिसकेको छु साथीहरू अहिले चाहिँ हामी चाको भेजको सेन्टरतिर जाँदैछौँ आएको बेला यसो घुमेर जाउँ भनेर लगाइज हामी अहिले टक्कै यो चाकु बेचको सेन्टरमा आइपुग्यौँ है अब यसो यो चाकु बेचको सेन्टरको माहौल के कस्तो छ भन्ने विषयमा हामी अलिकति छानबिन गर्छौँ र तपाईँहरूलाई पुष्टि गर्नेछौँ यो चाकु बेच भनेको क्रोएसियाको एकदम राम्रो सिटी पुरानो सिटी सफा सिटी सफा स्वच्छ सहर के भन्छ होइन हामी स्पष्ट नेपाली बोल्नु सानो सिटी सफा सिटी हो सानो तथा स्वच्छ सफा सिटी हाम्रो नेपाल कहिले यस्तो बन्ने होला हाम्रो नेपाललाई पनि यति बनाउने मेरो ठुलो आशा थियो मैले धेरै सोचेको थिएँ तर हामी यस्तै बिग्रेका नेताहरूले गर्दाखेरि मेरो सपनाहरू पुरा गर्न सकेनन् केही समयमा बालेन सरले पुरा गर्नुहुन्छ भन्ने म आशा बोकेको छु हामी त बाहिर छौँ साथीहरू तपाईँहरू नेपालमा यदि हुनुहुन्छ नेपालमा यदि सरसफाइ प्रयास गर्नु होला यदि सरसफाइको लागि यताउता केही गर्नको लागि तपाईँहरूले यहाँ यस्तो आर्ट पनि देख्न सक्नुहुनेछ नाइस आर्ट कति सफा र सुन्दर छ बोट बिरुवाहरू पनि तपाईँहरूले देख्न सक्नुहुनेछ फुल फुलेको छ ढकमक्क साथीहरू हामी चाहिँ अहिले यहाँ खाजा खाँदैछौँ हेलो गाइज खाजा ब्रेकफास्ट युरोपको खाना भनेको यस्तै हो के गर्नु युरोपमा नेपालीले खाने भनेको यही हो साथीहरू यो चाहिँ अलिक नेपालीले खाने खालको फ्लेभर हुन्छ साथीहरू अहिले चाहिँ हामी अब चाको भेजमा सपिङ गरेर पनि फर्किँदैछौँ हामीले चाहिँ खानेकुराहरू सपिङ गरिसक्यौँ र हामी फर्किँदैछौँ यहाँ चाको भेजमा बस्नुहुनेहरूले त तपाईँहरूले अवश्य पनि किनमेल गर्न आइहाल्नुहुन्छ र चाको भेजभन्दा बाहिर रहनुहुने तपाईँहरूले पनि सपिङ गर्न आइदिनु होला र नेपाली मार्केटलाई माया गरिदिनु होला हामी नेपाली हो नेपालीलाई माया गरिदिनु होला नेपालीलाई एकअर्कामा सपोर्ट गर्नुपर्छ
दुःख सुखमा साथ दिनु होला। र यदि चाको बेचभन्दा बाहिर हुनुहुन्छ भने पनि तपाईँहरूलाई होम डेलिभरीको पनि सुविधा छ। ओहो फुल भएको त्यसमा पो हुन्छ यार ठुक्क। ठिक छ ठिक छ। धान सुक्यो रापले फकाउँछ कापले जानु कि नजानु। फुलमा हो फुल भयो जस्तो मान्दै दामी फुल थियो जस्तो। म राम्रै गाउँछु गीत चाहिँ तर कपिराइट लाग्छ भनेर यस्तो म धेरै गाउँदिनँ। सोच्दै ल गाडीभित्र त गाउनु भयो बाहिर नगर्नै फेरि टाढ लैजाला। त्यही त। हामी यहाँबाट फुलमा जाऊँ न त एकलट। सन्तोष, अनि तिमीलाई चाको बेच कस्तो लागिरहेको छ? दोब्रो सुपर। आफ्नो प्रतिक्रिया दिनुहोस्। ब्राभो। ब्राभो। प्रतिक्रिया नै भन्छ होइन होइन र? हो। कहाँ यसको स्टेसन कहाँ आरपिएमको यही हो त्यो त अनि भुर्तेल भाइ अब नयाँ गाडी किन्यौ होइन, अब पहिलाको भन्दा गाडी पनि राम्रो किन्यौ, अब कहिले पार्टी खुवाउने हो? लड्डु सड्डु अब पाइहाल्छ नेपाली मार्केटमा, त्यो काम चाहिँ गरिहाल्नु पर्यो। धेरै फलाउने सराब छ, फलाउने फेरि सराबे भन्दा राम्रो हुन्न नि। होइन यस्तो हो, मैले केटालाई राम्रै तरिकाले खुवाउने प्लान पनि थियो। त्यति त्यो पूजासुजा गर्ने केर्ने पनि गर्न मिल्दैन क्या अहिले मेरो। हजुरआमा खस्नु भएको, त्यो बाल्नु पनि मिल्दैन। मेरो आमा खस्नु भएको, धुप बाल्न नि अब धुप त नबाल्ने, अब त्यो के भन्छ कागती ल्याएर अब पर्सि शनिबार आइतबारको दिन भनेपछि हाम्रो पार्टी एक साल पछि सर्ने भयो नि। त्यस्तै भनौँ। साथीहरू अब चाहिँ हामी चाको बेच पुगेर पनि रुम आइपुग्न लागिसकेका छौँ र अब चाहिँ म मेरो भिडियो यहीँ इन्ड गर्छु। र यदि तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सेयर र सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। सरप्राइज मेरो च्यानललाई सपोर्ट गरिदिनु होला भन्दै आजलाई बाई बाई।